हाय गाइस, आज हाम्रो घरकोबाट टुर हो है। म चाहिँ यहाँबाट निस्किए चाबी लागेर आज कता चिबातिर जान्छ अरे। यसो चिबातिर जानु पर्यो गाइस। आजको ब्लग यहाँबाट सुरु हुन्छ है। आँखा रातो रातो भएको छ। 7:30 मा पुग्नु पर्ने हो। 7:10 नि भइसक्यो। अब 20 मिनेटमा पुगिन्छ कि पुगिँदैन। स्टेसन आएँ, साथीलाई पुगेको है। साथीलाई पुगेको पुग्नु पनि आएँ। हेलो हेलो, हाम्रो भ्लगमा स्वागत छ है। अब 22 मा छ नि त ट्रेन। 22 मा 22 लोकल 22 कुनमा जाने लोकल अब ट्रेन आयो है। लोकल भएर हामीले पुगिन्छ 10 मिनटमा। हामी फाइनली झरियो है। किचिजो चाहिँ अब गएको जाँदैछौँ। अब ठ्याक्क 8:30 झरियो नि हामी फाइनली आइयो है। साथीहरू आइसकेको रहेछन्। साथीहरू पसिसक्यो। खुसबाट त अनि मान्छे ढालिदिन्छ जस्तो छ त। कतिलान्जीले चाहिँ नलाग्यो। चिको खु। के भयो यार यस्तो भयो। हिजो त नि उतले 3 पिस हालेमै मैले 2 पिस हालिदिन्छु। उतले एउटा सब पुन्जेले मार्ला। दिनसे नाम सबैलाई दिनु के अनि। सबै खाले नि बिसरा हाल्छ होला म बिसरा खाइदिन्छु। हामी हिँड्यो है फाइनल्ली। कतिमा हिँड्यो हामी? 4 बजे हिँड्यो है। ब्लग है यता हेरौँ है। यार नेपाल गए भाइ छैन आज मलाई त ला यार दिने भयो जस्तो छ। ला बिचरा कुन त तयार छ नि त। हाम्रो गाइस पछि को छन्? हैन को देख्यो है। म यहाँ त कम्ती राछ मलाई। तिम्रो अघि उसबाट देख्यो नि। त्यसो नदेखाउ न राम्रो। यसो चल्नु त सर यसि। ただ楽しむためにはちゃんとルール守らないといけません。まず車の中で तिम्रो जोबान कल्ले लाने हो, तिम्रो हातको दिउन तरकारी कल्ले खाने हो। हाय साली तिमी गाने बित्तिकै हार्यो है। अन्तेले गीत बिगार्छ अन्ते भएर के गीत बिगार्दिन नि त। तिम्रो आँखाहरुले छबाट गयो है। छबाट के भयो है? छम सारमा बोकी जाति कठिन परिस्थिति आइ पनि तिमीलाई हुन दिन आमा केही पनि नबाट लो नबाट यो गीत पनि आउँछ गाउँछ। तिमीलाई नपाए तिमीलाई बिना अर्का दिलमा सजाए तिमीलाई सारा कफी आउँछ। छैन रे रे बडा गाउँछ। छैन रे नियमबाट पनि दिन पाइन्छ बेला बेला। अनि टालाटुली बटुली बडा गाउँछ। छोड्दिनु लीबाट लिस्बनको रोडमा भनेर हो के। लौ ले जा रे मेहंदी रहते लागे सारे रंग ले जा राती राती में भीगू साज में तू ऐसे मुलाकात दे जा।
चापासेमा परे म सिधा बाटो हिँडिरहेको बाटो रोक्यो म बिर्सेँ सिधा बाटो हिँडिरहेको बत्ती बाले रोक्यो मुखसँग लाइसेन्सले जरिमाना ठोक्यो नगर मलाई त हजुर बाटो छ है सिधा न सिधा तिमी केटी के साह्रो बिदा ल मलाई त आउँदैन यस्तो ल हे हाम्रो बाबुको पालोमा थियो खोटाङ जिल्ला गीत गाउनु पर्यो ल खोटाङ जिल्ला भोलि पल्लो चाउरेमा खबरी बाबरी आज त रमाउने भोलिका होली मेरो गुनेवाला छनै भर्खरका छनै भर्खरका मलाई सानी मिलेका जन्मका ल सुरु गरौँ मुस्कान केटाहरूको मायाको तिरले दिलैमा रोपिदेऊ मलाई कहिले नमेने बङ्की झै खोपिदेऊ मलाई मायाको तिरले दिलैमा रोपिदेऊ मलाई कहिले नमेने बङ्की झै खोपिदेऊ मलाई कविता लेख्न आँटेको बेलामा सोध्छौ सधैँ कविता लेख्न आँटेको बेलामा सोध्छौ सधैँ कलम बनी मसी ठानी चोबिदेऊ मलाई मायाको तिरले दिलैमा रोपिदेऊ मलाई कहिले नमेने बङ्की झै खोपिदेऊ मलाई नेपालको काठमाडौँतिर चाहिँ काठमाडौँतिर कम्पेयर गर्नु चाहिँ के ठाउँ छ सुविधा हेर्ने फाइनली झरियो है अब होटलमा आइयो हाम्रो दिपेश सर हुनुहुन्छ उहाँ सबै गाइजहरू आए ए हेलो हेलो हाई यो चाहिँ गएकोको होटल शिवामा त्यो पाल्पाको ताजमहल जस्तो याद आयो यार ताजमहल के अरे रानी महल
皆さんね、どんどんいっぱい取ってね、お父さん、お母さん、お友達にね、送ってあげてください。あと、ご飯、ライスは、ここがライス、あそこライス。で、さっき話ありましたね、ご飯で食べられないものがあったらば、こちらの方に入れましょう。ただ、スープとか水とかね、ドリンクのものは、ここにジャバジャバしない。はい、どうぞ召し上がってください。ありがとうございます。गरम मसला लिनुहुन्छ यहाँ चाहिँ चाहिन्छ बस पक्रियो है पक्रिँदै जाऊ ल छिटो के गइ गइ त्यसमा छिटो यति चाहिँ गर्छ हेर्दै हो अब हामी यहाँ होटलबाट निस्कियो है अब यहाँबाट निस्किएर हामी ऊ त क्यासलमा जान्छौँ है पारि देखिएको एउटा खाना खाएर निस्कियो त्यही त अघि नै रिसाइसक्यो हजुर म त सुत्छु तिमीहरू आफै बोल तिमीहरूले मलाई छोडिदियो तिमीहरू पापी हो छोटो म सुतेको अब यस्तो मलाई खुट्टा राख्ने ठाउँ दिएको छ आनन्द पसार भएर सुतेछ अब क्यास जाने बाँकी छ सिन्दुर जान बाँकी नै छ माथिको खाने बाँकी नै छ हामी चाहिँ अहिले पुरानो बजारमा आइयो है सरोज के बजार अरे यसको नाम हाट बजार यहाँ कसैलाई केही समस्या पर्छ यताउति भने चाहिँ बिस्तारै त्यो घाम गरौँ भएको है घाम्नलाई बाबुको गाई यहाँ आएर बस्छ नेपालमा त हराइहाल्यो जापानमा चाहिँ अब राजा भएको देश नि त त्यही पनि त्यही भएर पुरानो कपडा खानेकुराहरू पाउँदो रहेछ तामा तामा है गाइस कुन चाहिँ प्योर हो जुन फोरी छ जसलाई महँगो पर्छ उ चाहिँ प्योर हो भन्ने बुझ्छ क्वालिटी गाई सहितको खतरा यसमा चाहिँ केही गाई र गोरुसँगै गाई र गोरुसँगै भेडी हो न गाई र गोरुसँगै तल मुग्नेर गाई गाई चुप्पो पनि खाऊ चुप्पो पनि खाऊ चुप्पो त खानु हुन्थ्यो अब दिएन ल अब यहाँ नि पुरानो बजारबाट निस्कियो अब हामी दरबारतिर जाँदैछौँ मन्दिरमा के भन्दैन दुई चार शब्द सरोज के भन्नु एकदम रमाइलो एकदम मेमोरी अब के हुन्छ चारवटा शब्द कसले भन्ने होला चारवटा शब्द कसले भन्ने हो चारवटा शब्द भन्नु ल अब चटपट खाने होला होइन नदेखाउनु यहाँले अलि चिबाको पुरानो बजार है
असन्तोष देखेको त भित्रभित्र बलिगली गएन असन्तोषको भाइ छ हुन्छ कि साँच्ची भने अब अबको 20 वर्षमा नै हुँदैन फेरि भेटौँला म गर्छु अबै म त तर्साउन खोजेको पाएछु मेरो फोटो कहिले जिन्दगी राम्रो आउँदैन कि हामी यहाँ उठ्यो अब क्यासेल आउनु लाग्यो है उठेको जङ्गल यहाँ त चिसो आनन्द होला जस्तो छ यता बस्नु चाहिँ गर्मीमा तिमीलाई चुप्पा लाग्यो खाँदा अनि लिपस्टिक लाग्ला तिमीमा ह्यान्डग्यास पायो भने चाहिँ म यो कामसँग पुग्दैन पुग्दै ओ म ह्यान्डग्यास पाउँछ अरे 700 रुपियाँ घन्टाको कस्तो राम्रो है जङ्गल बल्ल शीतलो भयो त्यस्तो भनेपछि आउँछ नि त पैसाको अनुहारपट्टि दिदी यस्तो हुन्छ कि दिदी ल फाइनली आइयो है दरबार मन्दिर बिहानदेखि नै यो फोनले लास्ट अहिले बुढी भन्दै कला उसलाई मैले फोटो खिचेन आज भिडियो मात्रै खिचेँ कम्प्लिट भएन कि कति टाइम छ दिदी भ्याइयो once more ल फेरि once more ल once more ल 1 2 3 go हातले अम्मु कसैलाई मुस्किल छ पोखरामा माछु आज धेरै टाढा मेरो दिल छ पोखरामा हाँसिदिन्थे हुँदा सासु पुछिदिन्थे देखेर खेले नि अड्दैन त पाँचवटा अटी हो नि अड्दैन बाजी तिमीले अडा भने तिमीलाई एउटा स्टेप बढ्दैन सक्नु पर्दैन एकचोटिमा स्टेप बढ्ने हो र हैन एकपल्ट त्यो जाम गरे दिमा खेल्ने हो के हैन हामी यहाँ सुरक्षा खेल्ने नि त हाम्रो नयाँ रुल्स जापानको रुल्स अब म भ्याइदिन्छ मैले जानिसके ल
दाँतले पनि हुन्छ कहाँ भुइँमारी जान्छ हौ त्यस्तो बलियो हुँदैन प्लास्टिक कुकुरो सानो भयो कि के हो यहाँ झोला पुरै त हुँदैन स्विमिङ पुल छैन पानी राख कि म हात हाल्दै कसैले नरिसाउ है चटपटी बनाउन जे पनि बोलिन्छन् भाइ यिनीहरूको त्यही त यिनीलाई त तँ घारीमा लगेर हाल्यो जे पर्छ भुइँमा चाहिँ नलाउने फेरि त्यो प्लेट एउटा तिमीसँग कागज छ त्यो त म बनाउँछु यसबाट बन्छ के पेपर के छ तिमीलाई ग्लास दिएछन् भाइ यिनीहरूलाई ग्लास चाहिँदैन अमिलो अलि हाल्नु न यार बिल्कुल कुरा गर्न पार्नुहोस्